हाम्रो पेजमा स्वागत छ। कृपया यो खबर जति सक्दो चाँडो फैलाउनुहोस् र शेयर गर्नुहोस् किनभने हाम्रो नेपालमा केही खराब तत्त्वहरूले खराब खेल खेलिरहेका छन्। फेरि ठगी। सडकमा युद्ध जित्यौं तर राजनीति रूपमा हार्यौं। सबै कुरा हातमा थियो तर पनि गुमायौं। द रियल जेम्स भन्छन् प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र भ्रष्टाचारीलाई कारबाही र शून्यता। हाम्रो माग सहमत हुनेले दबाव स्वरूप लाइक, शेयर र कमेन्ट गरौँ। पार्टीका झोलेले कष्ट नगर्नुहोला। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अब सम्भव छैन। आज प्रधानमन्त्रीले घोषणा पनि गरिसक्नुभयो। भदौ 24 गते सडकबाट घोषणा गर्नुपर्ने कुरा जेन जजीको नाममा वार्ता गर्न गएका तर वास्तविक जेन्स नभएकाले गरेको सम्झौताले राजनीतिक रूपमा देशले हारेको छ। फेरि भ्रष्टाचारी तीन टाउकेहरूले जितेका छन्। अब हुने चुनाव सिर्फ सांसदको चुनाव हो, जसरी 2078 मा गरिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव होइन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्न 184 जना सांसदको सहमति भएपछि मात्रै संविधान संशोधन गर्न पाइन्छ, जुन कुरा सम्भव नै छैन। प्रधानमन्त्रीबाट धोखा हुँदैछ। प्रधानमन्त्रीज्यू पुराना नेताहरूको रक्षा गरिरहनु भएको छ। ध्यान दिनुस्, जेनजी साथीहरू समयमा आन्दोलनको उद्देश्यलाई सदुपयोग गर्नुपर्छ। एज वेल एज सही कुरो हो, प्रदेशको काम छैन। यो सानो देशम, राज्यको खर्च कम हुन्छ, कर्मचारी पनि कम गरेर देश बनाउने म लाग्नुपर्छ। आन्दोलन सफल भयो। आखिर हातमा लायो 0-0। उनै नेता हिरो करायो अन्तमा दक्षिणै हरायो। निर्दोष भाइ बहिनीहरूले ज्यान गुमायो किनकि यिनीहरू दुलोमा लुकेको थियो। जुन आन्दोलनमा जेन्स भाइ बहिनीहरूले गोली खाएर छटपटाउँदै गर्दा अनि इङ्गन गौरावले चान्स पायो र सत्ता पल्टायो, तर त्यही ड्यानका मुलाहरूले सत्ता कब्जा गरे। जेन्स हेरेको हेरै। शहीद भाइ बहिनीहरूको आमा र बुबा बाउ रोएको रोएकै। आखिरमा बुढीलाई प्रधानमन्त्री बनाइयो। उनी पनि बुढाहरूलाई नै समर्थन गरेर धोका दिइन। सबैको उही पारा हो। सबै छोडेर देशलाई लफडाबाट बचाउन, तसर्थ देश बचाउन हामी एक भएर लागो। उपलब्धि तिम्रो शून्य हुँदैछ। अहिलेको सरकार भनेको लिपुलेक र कालापानीलाई साटेको सरकार हो। अझै पनि बुझ्ने प्रयास गरौँ। हाम्रो पेजमा